हेलो गाइज वेलकम टु माई एनोदर भ्लग। मैले चाहिँ तपाईले हेर्दै जानु होला। मेरो पुच्छर हो नि त्यो जाऊ पनि सानो जाम बैठ मजा यता हेर त बेबी बेबी सिनब कपाल यसो गर न यता हेर कपाल मिलाएर यता हेर त आमालाई सानो सानो सिनब आमालाई हेर न सिनब आमालाई हेर न उताबाट भिडियो गर्दै ओ भैँसी केरामा भैँसी गयो कोटेमाला दोकान छ अलिकति Agora vídeo, tu ama vídeo. Dina college mana? Mana tu floor. Mana utama? तिमीले देखेको अनि मैले भोगेको जीवन धेरै फरक छ नि साथी। भैँसीले दुःख मात्र दिने क्या खालि उता केरा छ यता मकै छन् उता नि मकै छन् वरिपरि यता हाम्रो घर अनि यो पनि हाम्रो घर मकै कुनै पाक्दैछन् कुनै धान चौराउँदैछन् कुनै सुत्ला च्याप्दैछन् कुनै भर्खर गोड्ने बेला आउँदैछन् उता अगाडिपट्टि धान चौराउने बेला हुँदैछन्। फेरि म भिज्छु यहाँ फेरि मलाई बेबीले भिजाएको भिजाइदिएछन् म सानो दुईवटा आमासित के गरेछन् मम्मी वहाँ पुग्नु भयो लास्टमा त्यो 2x जाउँ गर्दा फर्स्टमा यति 2मा यहाँ हाइटमा गर्दाखेरि मम्मीमा ए उता बुवा पनि उता फर्किनु लाछ यो लाछ भयो खुसी भयो त्यो कपाल चाहिँ बाँध्नु गएर सुकिहालेछ है एक बोतल पानी त भर्खर भ्याएको त्यसले यहाँ गोठालाहरू यहाँ दुईवटा नातिहरू हजुरआमा छोडेको छैनन् पानी खाने भन्दै बोतल देऊ अरे डिकु अर्कोले फेरि लिइसक्यो त्यसले भर्खर एक बोतल सकेको पनि धेरै नदिनु त्यसले पोख्छ पानी खान्छु खान्छु भन्छ त अनि लिटो त खाएको अघि लिटो बाबुलाई नुहाउँदै गर्दा खाएको होइन त भैँसी भैँसी बुवा अहिले बुवा गोठालो हुनुहुन्छ यहाँ छेकेर बनाउनु पर्छ भने हुन्न त्यहाँलाई नुहाइदिएर यता ल्याएको कपालले सुकिहाल्यो कपाल आँखा छेक्यो यहाँ पछाउँदै हिँडेछन् घाम डुब्न लागेको छ सनसेट भ्यू यस्तो देखिएछ है इटाली बाटो त्यही पनि एक दुईवटा फोटो हानौँ न थाहा भएन अहिले मार्नुहुन्छ समाचार सुन्दै हुनुहुन्छ फेरि समाचार हुने सारा संसार भएर हुन्छ अब त्यो के भने नातिहरूले कुरो हुँदैछ अर्को त्यो घाँस काट्नलाई आँसी हातमा लिएर कनाउँदैछ ए हाम्रो खेतको घर साथीहरू खेतको यो मकै लाए जति सबै हाम्रो खेत हो यतादेखि 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 उता भित्ताको वालदेखि उता बेलौतीको बुटोदेखि यतादेखि उता माथि मकै लगाएको पनि सबै त्यो पाकेको मकै पनि उता पछाडिको भएको अगाडिको त होइन बुवा मकै कति केजी भयो अरे
मम्मी इज इन फायर। मकै 30 केजी भयो अरे, मकैलाई 3 केजीलाई 30 केजी भन्नुभयो, 30 केजीलाई 3 केजी भन्नुभयो। दाल चाहिँ 11 केजी भयो अरे, 11 केजीलाई अब 10 केजीको हिसाबले 1 केजी भन्नुभएको छ। उमेर आउँदै गयो बुवाको, म 52 मात्र पुग्दैछु भन्नु न बुवा। बुवाले अलिक के भन्नुभयो त, अलि 30 लाई 3 10 लाई 1। यहाँ भैँसीले मकै खान आउँछ ल, उता जा बेबी, यता नआऊ, यता उता जा, युसन लिएर नआऊ, युसन लिएर नआऊ, उता लैजाऊ। युसनले त तान लिएर हिँड्छ। भाइहरूले औषधि हानेर पनि आउनुभयो। दिदीहरूको अहिले म ठुली दिदी हो। भाइलाई सम्बन्ध चिनाउँदैछु, म ठुली दिदी हो भनेर। म र मेरो बुहारीमा चाहिँ धेरैजना झुक्किनुहुन्छ। फेस त एउटै छैन, अलि मोटो मोटो उस्तै भएर होला, धेरैजनाले झुक्किनुहुन्छ। ल क्योंकि आदिशक्ति एक साधारण मनुष्य से कम नहीं, महादेव पृथ्वी पर सकारात्मक मनुष्य रूप भगवान ब्रह्मा दक्ष को बता दे को सुंदर बना सकता है। देवी शक्ति की दशा से बहुत परेशान चलो नदी किनारे चलते हैं। बाहिर लाग्छ बेबी, त्यसो गर, बाहिर लाग्छ। यहाँ त फोटो खिच्न खोजेको यति गाह्रो छ, चिन्ता लाग्ने दर्पण छैन को फेरि सबै भोट दिने के किन हो अलिकति श्रीनाथ बनाएको राख्दिनु त्यसलाई। बुवालाई आई लभ यु बुढो भन्नु त के भन्नुहुन्छ भन्नु न। बुवा मम्मीले आई लभ यु बुढो भन्नु भने के भन्नुहुन्छ? मम्मीले आई लभ यु बुढो भन्नु भने तपाईँले के भन्नुहुन्छ? के मुबारक? बेस मुबारक के भनेको? त्यो भनेको म तिमीलाई माया गर्छु भनेको। यस्तो भनेको धेरै राम्रो। बुवाले भैँस दुधे हुनुहुन्छ कि क्या क्या? यता आइज दुध चोर्न गएको आफ्नो आमाको नखाइ नखाइ। त्यो त लान्न 8वटा एउटा दाना खोल्ला ठिकै एउटै मात्र दाना थियो एउटा फुटायो गाईले झारेर यो
पछि लास्टमा निस्काएको त्यसलाई टेकी टेकी त्यस्तो पारेछ क्या त्यसले छाटा सुतेछ अहिले त हात मिलाएर सुतेको थियो अहिले तर उता फर्केर सुतेछ कुन्तुरेहरू मम्मीले दुध लिएर आउँदै हुनुहुन्छ साथीहरू हाम्रो घरको गाईको भैँसीको दुध हो हाम्रो गोठमा यस्तो दुध छ 1000 होइन 9000 को खर्च गऱ्यौँ 1000 फिर्ता आएको छ कान्छी छोरी हो आज म जान लाग्यो अब अस्ति आउँदा सरप्राइज भिडियो देखाएँ अब म बाई बाई हुन लाग्यो म रेडी हुँदैछु मेरो बाबा हो घरघरी खानुपर्छ भन्नुहुँदैछ मेरो भाइ देखो है भाइ कुसन उता फोनमा बोलेको चाहिँ बोयरको रुख पछाडि बसेर बोल्दैछ त्यहाँ किटिङ पार्यो के छ मुया रानी रेडी भइसक्यो जानु त छोरो सुतेको छ मम्मीले हामीलाई पेडा दिँदै हुनुहुन्छ बुवा पेडा खानु अलिकति हजुर घाँस काट्न हाम्रो हजुरबा हुनुहुन्छ हजुरबालाई पनि पेडा दिनु हजुरबा पनि भाग्नुभयो बुवा पनि भाग्नुभयो ज्वाइँसँग बोल्नु अरे ए हजुरबाहरूको भैँसी दुन चाहिँ जानुभएको रहेछ हजुरबा र त्यो चाहिँ हजुरबाहरूको घर हो अब म निस्किने हो 4 बजे 3:30 भइसकेछ मकै यता पनि मकै नै मकै